आज हामीहरू फेरि ब्लक फ्रुट खेल्ने। आज चाहिँ हामीहरू 500 लेभल पुऱ्याइदिन्छौँ। हिजो के अरे आज हामी 500 लेभल पुगिँदा सक्यो। यो बसलाई आज हामीहरू रिस्पन गरी आज हामी सर्भर अप गरी के अरे त्यो गर्नेछौँ, लेभल अप गर्नेछौँ। ल स्टार्ट गरौँ है। एकैछिन यो अन ल यो बसबाट हाम्रो गोल चाहिँ अहिलेको लागि सेकेन्ड चिप पुग्नु हो। पोस्टलाई हान्दियो यानी म हानिदिन्छु, टेन्सन नलिनुहोस्। यस्तो यो अनि यो यसरी भिडियोमा मर्नै लागेको छ। यसरी गरेर यसलाई हान्यो भने डज गर्न सक्छ, मलाई मार्न पनि सक्छ। त्यसलाई यताबाट अब यो मर्यो। के त्यसको ड्रप त पाएन है, ड्रप पाएन। अब हामीहरू सर्भर हप्ता गर्दिन, पहिला एउटा काम गर्छौँ, त्यो चाहिँ हो मनी कलेक्ट गर्न। हाम्रो टार्गेट चाहिँ अहिलेको लागि 2 मिलियन डेली हो। 1 मिलियन चाहिँ पुगिसकेको छ। हाम्रो प्रिभियस भिडियोमा हामी कोलोसियममा थियो, तर अब हामी स्काइल्यान्ड्समा पुगिसकेको छौँ। एकदम लगातार 2-3 दिनको लागि मैले जब ग्राइन्डिङ गरेँ तब बल्ल यो लेभलमा पुग्नु पाएँ यार म। सोल्जरलाई टायर यता अनि यता हेर्नुहोस्। 1009, 870, 925, 796, 915, 886, 740, 843, 1033। यहाँबाट गएर हामी अब होममा जान्छौँ। त्यसपछि यहाँबाट हामी के अरे स्यान्डाको लागि क्वेस्ट लिन्छौँ। त्यसपछि हामीहरू जान्छौँ यिनीहरूलाई मार्न। त्योसँग आइस फ्रुट छ क्या, योसँग डायमन्ड फ्रुट त रहेछ। के भयो यसलाई? के भयो यसलाई? मर बल्ल मर। सातवटा भइसकेको रहेछ। अब हामी आँकडा नै गर्छौँ। यो मर्छ र मर्यो। ल क्वेस्ट कम्प्लिटेड भइसक्यो। हाम्रो 504 लेभल भइसक्यो। अब हामी नेक्स्ट क्वेस्टमा गएर स्यान्डालाई मारेर अब हामी ट्राई गर्छौँ नेक्स्ट क्वेस्ट के हुन्छ हाम्रो उतापट्टि, त्यो हामीले रिच गर्न ट्राई गर्छौँ यो भिडियोमा। ट्राई चाहिँ गर्छु, सक्न त सबैको होइन, ट्राई चाहिँ गर्छु। यसरी यहाँबाट यो चियाबाट यो हजुरहरू कमेन्ट गरिदिनु होला आफ्नो लेभल ब्लक फ्रुटमा तपाईँ खेल्नुहुन्छ कि खेल्नुहुन्न थाहा छैन, तर जसले खेल्नुहुन्छ उहाँले आफ्नो लेभल कमेन्टमा राखिदिनु होला, कमेन्टमा लेखिदिनु होला। अनि तपाईँहरूको लेभल र कुन फ्रुट युज गरिराख्नु भएको छ त्यसको नाम लेखिदिनु होला।
यहाँबाट अब यसलाई मारेर हाम्रो लास्ट क्वेस्ट नि युनिट पुरा भयो। मान्छे 6 लेभल। यहाँबाट आफ्नो ब्लक्स फ्रुट पहिला अपग्रेड गरिहाल्छु। यहाँबाट यो सेन्डा कन्फर्म। यो विस्पर आयो कि होइन? छैन आएको। आइसबर्ड मर्यो। हाम्रो प्रिभियस भिडियोमा चाहिँ मसँग क्रिएसन थियो, तर अब आइसक्यो किन क्रिएसनमा इम्युनेसन छैन, इम्युन हुँदैन नि त त्यो। त्यसले मैले आइस फ्रुट रोल गरेर पाएको अनि मलाई जलाएर खाइदिएको। अनि त्यसले गर्दा चाहिँ मेरो ग्राइन्डिङ लेभल एकदम क्रिएसनभन्दा राम्रो गएको छ। त्यसले अब यहाँबाट मलाई सर्ट भिडियो हुन्छ। यो पनि यो ग्राइन्डिङको लागि मात्र हो। जब हामीहरू सेकेन्ड सी पुग्छौँ, हामी आफ्नो फ्रुट्सहरू ट्रेड गर्छौँ। पहिला यहाँबाट ब्लक्स फ्रुट अपग्रेड, सेन्डा कन्फर्म, चिनीहरूलाई गएर मार्ने। आजको भिडियोमा चाहिँ हामीहरू यिनीहरूले मात्र हान्नेछौँ। जब विस्पर स्पन हुन्छ तब हामी तिनीहरूलाई पनि हान्छौँ, तर ग्राइन्डिङको लागि अहिलेको लागि चाहिँ इग्नोर गर्छौँ, किन सर्भर अफ नगर्ने यार हामीहरू आज। अब कुनै बेला गरौँला। यहाँबाट यसरी हान्ने, यहाँबाट यसरी ब्लक्स फ्रुटले यो के नयाँ अपडेट ल्याएको हो मोबाइलमा, फोटो क्लिक गर्ने, भिडियोहरू सुट गर्ने। के हो बम फ्रुटको पनि रिबक आएको रहेछ। हजुरले कोसँग बम फ्रुट, इगल फ्रुट र पेन फ्रुट जोसँग छ कमेन्टमा नाम लेखिदिनु होला र आफ्नो युजर नेम भनिदिनु होला। त्यसलाई 10,000 पुगिरहेछ या ड्यामेज। 5,000 मात्र पुगेको थियो। अरू गएर यता हाम्रोतिर त 10,000 पुगेको थियो। यो क्वेस्ट एन्जल विङ्स के काम लाग्छ मलाई थाहा छैन है। कसो जसको थाहा कमेन्टमा लेखिदिनु होला। हाम्रो लास्ट क्वेस्ट 10। आजको भिडियोमा हामीहरू अझै एकछिन गर्छौँ क्वेस्ट। त्यसपछि आई थिङ्क काम पनि छ, त्यो कुरा गर्नुपर्छ भन्नु मर्यो। 1000 पुगेको मर्यो। अनि यो मर्यो। फेरि जसलाई हान्नु थियो त्यो चाहिँ हान्दैन। अनि आइस फ्रुटमा त आइस फ्रुट पनि राम्रै हो। सेकेन्ड सी पुगेपछि हामीहरूलाई अवेकन पनि गर्छौँ। मलाई लाग्छ भिडियो के खतम गरिदिनु जस्तो लाग्छ। ल बाई।